यहाँहरू सबैलाई हार्दिक स्वागत छ। द ओपन टक अफ सुन्दर सिरिजमा म स्वागत गर्न चाहन्छु। आज हामीसँग नेपालको बदलिदो राजनीतिक परिदृश्य र घटनाक्रमबारे संवाद गर्न एउटा यस्तो व्यक्तित्व हामीसँग हुनुहुन्छ, अतिथिको रूपमा आउनुभएको छ। हामीले निमन्त्रणा गरेका छौँ, जसले संसद होस् या खुल्ला मञ्चहरू आफ्नो धारणा र योजनाहरूलाई प्रष्टसँग राखेर सबैको मन जित्ने गर्नुभएको छ। 2037 साल चैत 20 गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर 4 कुबिन्देमा जन्मनु भएको उहाँ विद्यालय शिक्षा पार गर्दा नगर्दै राजनीतिमा हुनुहुन्छ। 13 वर्षको उमेरमा नै अखिल क्रान्तिकारीमा सङ्गठित हुनुभएको उहाँ 2055 सालमा सेल सेक्रेटरी भएर पूर्णकालीन बन्नुभयो। 2056 साल माघदेखि पूर्ण रूपमा भूमिगत भएर तत्कालीन माओवादी जनयुद्धमा सक्रिय रूपमा लागिरहनु भएको उहाँ त्यस यता विभिन्न राजनीतिक जिम्मेवारीमा हुनुहुन्छ। उहाँ हुनुहुन्छ नयाँ बनेको नेपाली कम्युनिस्ट पार्टीका नेता एवं निवर्तमान सांसद माधव सापकोटा सुवेद। यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। आराम हुनुहुन्छ? ठिकै छ। नेपालमा वाम राजनीतिमा फेरि नयाँ मोडमा पुगेको छ। वाम राजनीति पुरानो दलहरूको असन्तुष्टि र नयाँ पुस्ताको चाहना बीच नेपाली कम्युनिस्ट पार्टीको जन्म भएको छ। यहीँबाट कुराको थालनी गरौँ। खासमा यो वाम ध्रुवीकरण गर्दै नयाँ पार्टी गठन गर्नुको मुख्य ध्येय चाहिँ के हो? अब पहिलो त जेएनजी आन्दोलन पछाडि मुलुकमा एउटा विषम परिस्थितिको सृजना भयो र त्यसले देशभित्र र बाहिर एउटा सन्देश दिएको छ र पार्टीहरू पुनर्गठित र रूपान्तरित हुन् भन्ने त्यसको मूल सन्देश छ। अर्को कुरा भनेको त्यो आन्दोलन सँगसँगै त्यो आन्दोलनको आवरणमा अदृश्य शक्तिले जुन ढङ्गले घुसपैठ र आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने गरिकन अगाडि आएको छ, त्यसरी हेर्दा राष्ट्रियताको प्रश्न नि उत्तिकै गम्भीर ढङ्गले जोडिएको छ। त्यसैले नेपालका कम्युनिस्ट पार्टीहरू चाहिँ नाङ्लो पसल जस्तो बग्रेलती हुने र विकेन्द्रित हुने जस्तो भयो। उतातिर फेरि हाम्रो शासन प्रणाली र आजको संसदीय अभ्यास हेर्दाखेरि धेरैवटा पार्टीहरू भएका कारण एउटै मात्रै पार्टीले चाहिँ सरकार बनाउन सक्ने परिस्थिति छैन हाम्रो निर्वाचन प्रणालीले। अब यस्तो परिस्थितिमा जनतामा यो राजनीतिक अस्थिरता, सरकार बन्ने गिर्ने खेलका कारण चाहिँ धेरै गुनासो असन्तुष्टि नागरिकमा हुन गयो। त्यसैले समग्र हेरियो भने झन्डै 62% वरिपरि चाहिँ कम्युनिस्ट जनमत छ। जम्मै कम्युनिस्टहरू विभिन्न नामका कम्युनिस्टहरूलाई आएको जनमत हेर्ने हो भने अभिमत व्यक्त भएको मत मात्रै त्यो छ। सबै एकताबद्ध भएर एक ढङ्गले जाने समृद्धि र परिवर्तनको आकाङ्क्षा जे छ नेपाली जनताको, त्यसलाई पुरा गर्ने हो भने अझ त्यो जनसङ्ख्या बढ्छ भन्दा यसरी हेर्दा राष्ट्रियताको कोणबाट जेएनजीहरूले पार्टीहरू रूपान्तरित र नयाँ ढङ्गले सोचौँ भन्ने सन्देश, यसलाई विचार गर्दाखेरि अब विकेन्द्रित भएर होइन, एकताबद्ध भएर कुशासन छ सुशासन कायम गर्ने, सामाजिक न्यायलाई सुनिश्चित गर्ने गरिकन आर्थिक समृद्धि हासिल गरेर समाजवादको आधार तयार बनाउने कुरामा विलम्ब गरियो भने इतिहासले यसको चाहिँ निर्ममतापूर्वक समीक्षा गर्छ भन्ने उद्देश्यका साथ हामीले पार्टीहरूको पुनर्गठन, रूपान्तरण र कम्युनिस्ट आन्दोलन नयाँ ढङ्गले सङ्गठित गर्ने सुरुवात गरेका छौँ। यो नै अन्तिम होइन, यो भर्खर प्रारम्भ भएको छ। अझै यसका एक दुईवटा चरणहरू पुरा गरे पछाडि हामीले सोचेको जस्तो कुशासनको अन्त्य गर्ने, सुशासन कायम गर्ने, सामाजिक न्यायको सुनिश्चितता सहित चाहिँ समृद्धि हासिल गरेर समाजवादको आधार तयार बनाउने मुख्य उद्देश्यका साथ नेपालका कम्युनिस्ट पार्टीहरूको पुनर्गठन गर्ने र त्यसमा हामीले के भनेका छौँ भने नाम नेपाली कम्युनिस्ट पार्टी भनेका छौँ। अहिले यो वाम ध्रुवीकरण गरेर पार्टी बनिसकेपछि, नेपाली कम्युनिस्ट पार्टी बनिसकेपछि आम नागरिकलाई चाहिँ के लागेको छ भने अब यसले चाहिँ मार्क्सवाद, लेनिनवाद, माओवाद नै छोड्ने हो कि भन्ने चाहिँ जुन उहाँहरूलाई लागेको छ। यो पार्टीले चाहिँ मार्क्सवाद, लेनिनवाद, माओवादकै धारा समातेर अगाडि बढ्छ कि अरू कुनै नयाँ धारा उत्पन्न गर्छ? यसले अब पथ प्रदर्शक सिद्धान्त भनेर मार्क्सवाद, लेनिनवाद लेखेको छ। हामी माओवादीहरूले माओको योगदानसहित माओवाद भन्दै आएका थियौँ। अहिले हामीले माओवादका बारेमा माओ सेतुङको योगदान र माओवादका बारेमा आगामी महाधिवेशनसम्म विशद ढङ्गले बहस गर्ने र महाधिवेशनबाटै त्यसलाई टुङ्गो लगाउला भनेर
माओवादी उल्लेख गरेको छैन, तर छोडिसक्यो भन्ने पनि होइन। त्यसका बारेमा हामी माओका योगदानहरूको बारेमा र माओवादको त झन् सान्दर्भिकता बढेको भन्ने हाम्रो बुझाइ छ। तर पनि अहिले यसमा धेरै विवाद गरेर अल्झनु भन्दा पनि महाधिवेशनसम्म पार्टीभित्र विशद ढङ्गले बहस सञ्चालन गर्ने भन्ने समझदारी भएको छ। हामी आगामी एकता महाधिवेशनसम्म यसका बारेमा आन्तरिक रूपमा पार्टीभित्र बहस गर्छौँ, छलफल गर्छौँ र महाधिवेशनमा गएर त्यसको एउटा टुङ्गो निकाल्छौँ। भनेपछि महाधिवेशनबाट यसको टुङ्गो निक्लिने देखिन्छ। हाम्रो पार्टी यो अहिले बनेको पार्टी नेपाली कम्युनिस्ट पार्टीको मूल ध्येय चाहिँ के हो? खास वर्ग सङ्घर्ष, समाजवाद या वैज्ञानिक राष्ट्र? मूलत हामीले के भनेका छौँ भने सबै कम्युनिस्टहरूले अहिले भनेको शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यमबाट समाजवादमा पुग्ने भनेका छौँ। साम्यवाद हाम्रो अन्तिम गन्तव्य हो, समाजवाद भनेका छौँ। समाजवादमा पुग्नका लागि पनि त आजको पुँजीवादी प्रतिस्पर्धाको जमानामा एकैचोटि समाजवादमा पुगिँदैन भन्दा समाजवादमा पुग्नका लागि केही चरणहरू पार गर्नु छ। त्यो भनेको चाहिँ सामाजिक न्यायसहितको समृद्धि भनेका छौँ पहिलो चरण हामीले। त्यसैले अहिले तात्कालीन कार्यक्रमको रूपबाट हेर्दाखेरि हामी सामाजिक न्यायलाई सुनिश्चित गरेको समाजवाद निर्माण गर्ने, त्यसका निमित्त आर्थिक समृद्धि हासिल गर्ने भनेका छौँ। यो हेर्दा हामी मूलत नेपालमा शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट क्रान्तिका बाँकी रहेका कार्यभार पूरा गर्नका निमित्त सबै कम्युनिस्टहरू एक ठाउँमा आउनुपर्छ भन्ने उद्देश्यका साथ एकता एकीकरण गरिएको। यो नेपाली कम्युनिस्ट पार्टीको चाहिँ अहिले वर्तमान अन्तरिम सरकारप्रतिको धारणा के छ? अब छनलाई यो सरकार यसले थोरै संविधान मिचेकै छ। पूर्ण त यो संवैधानिक छ त्यसो भन्नु मिल्दैन। तर हामीले के भनेका छौँ त भन्दाखेरि जेनजी आन्दोलन पछाडि उत्पन्न भएको परिस्थितिको विशिष्टतालाई चाहिँ मध्यनजर गर्दै हामीले के भन्यौँ त भन्दाखेरि अहिलेलाई यो सङ्कटको मोचन गर्ने एउटा मध्यमार्गी बाटो हुनसक्छ भनेर यो सरकारलाई हाम्रो आलोचनात्मक समर्थन छ। हुन त हामीले भनेको कुरा चाहिँ सुशीला कार्कीको प्रधानमन्त्रीमा नियुक्ति गर्ने कुरा राष्ट्रपतिले संसदलाई पठाइयोस्, संसदले त्यसलाई स्वीकार गरोस् बहस गरेर, त्यस पछाडि संसदले चाहिँ राष्ट्रपतिका प्रधानमन्त्री स्वीकार गरेको रूपमा चाहिँ पठाइदिउँ र राष्ट्रपतिले प्रधानमन्त्रीको नियुक्ति गरेर शपथ दिउन् भन्ने हाम्रो कुरा थियो। त्यसो भएपछि जेनजी आन्दोलनका क्रममा उठेका संविधान संशोधनका माग मुद्दाहरू पनि सम्बोधन होस् भन्ने थियो। त्यसो हुन सकेन। तथापि पनि तात्कालीन थप दुर्घटनामा राष्ट्रलाई जान नदिनलाई रोक्नका निमित्त यो एउटा नकारात्मक र संविधानलाई उल्लङ्घन गरेकै भने खराब विकल्प थियो। त्यसलाई स्वीकार गर्नुपर्दछ र यो सरकारलाई आलोचनात्मक समर्थनका साथ निर्वाचन गराउने मुख्य उद्देश्यमा केन्द्रित गराउनुपर्छ। त्यसमा पार्टीहरूले र सबै शक्तिहरूले सहयोग गर्नुपर्छ भन्ने हाम्रो दृष्टिकोण छ। यो राजनीतिक कुराकानी, राजनीति सम्बन्धी कुराकानी गरिरहँदाखेरि जेनजी आन्दोलन जुन एउटा मुभमेन्ट थियो त्यसलाई खासै नकार्न सकेन। नेपालमा जेनजी आन्दोलन चाहिँ किन भयो? यो भ्रष्टाचार, अपारदर्शितामै यो मुभमेन्टको जग हो के लाग्छ? विशुद्ध जेनजी आन्दोलन हेर्दा त त्यही देखियो। हुन त उहाँहरूले मूलत दुईटा माग, भ्रष्टाचार विरोधी र सामाजिक सञ्जाललाई सञ्चालन गर्ने दुईटा मुख्य माग लिएर र पार्टीहरूको रिफर्म हुन्, पार्टीहरूभित्र लोकतन्त्र बलियो होस् र पार्टीभित्र नेतृत्वको चाहिँ हस्तान्तरण पुस्तान्तरण होस् भन्ने पनि सँगसँगै थियो। यसरी हेर्दा जेनजी आन्दोलन स्वाभाविक जायजै छ, किनभने हामी कहाँ कुशासन थियो। यो कुरा हामीले फेरि केही थिएन, जम्मै सफा चढ्थ्यो भनियो भने गल्ती हुन्छ। केही पनि भएको थिएन, सर्वस्व खतमै भएको थियो त्यस्तो पनि होइन। तर खास गरिकन मानिसहरूले, नागरिकहरूले स्वरोजगारको जे अपेक्षा गरेका थिए, आर्थिक समृद्धिको जे सपना देखेका थिए, त्यो पक्ष चाहिँ कमजोर भयो र यतातिर शासन प्रशासनमा कुशासन भयो। उतापट्टि रोजगारी, स्वरोजगार जस्ता चिजहरूको चाहिँ प्रबन्ध राज्यले मिलाउन सकेन र राज्य कहाँ अल्मलिने भन्दा एउटा सरकार बनाए 8-9 महिनामा बन्ने ढल्ने प्रक्रिया भन्दा 1-5 वर्षको एउटा कार्यकालमै 3-4 प्रधानमन्त्री र सरकारहरूको रिफर्म हुनुपर्ने जे अस्थिरता सृजना भयो त्यसको चाहिँ प्रत्यक्ष इम्प्याक्ट चाहिँ उता शासन व्यवस्थापनमा हुन गयो। त्यसले स्वरोजगार, रोजगार, आर्थिक समृद्धि लगायतका नागरिकले चाहिँ चाहेका भावनाहरू पूरा गर्न सकेन र त्यसले विस्तार समाजमा असन्तुष्टि, गुनासो, निराशा मतलब पैदा भइराखेको थियो। 81 बिना कुनै तयारी र विकल्प नदिकन सोसल साइट बन्द गर्दाखेरि अब अनलाइन बिजनेसमा रहेको समुदाय, कन्टेन्ट सृजना गरेर त्यसबाट चाहिँ आफूलाई कहीँ न कहीँ स्वरोजगार गरिराखेको समुदाय, गेम खेलिराखेको जेनजी पुस्ता, यी सबै चाहिँ एकैचोटि भड्किन गएर त्यसले चाहिँ एउटा विद्रोहको स्वरूप हो
र 24 गतेसम्म पुग्दाखेरि त जेनजी आन्दोलनलाई हाइज्याक गरेर विध्वंसमा पुर्याइयो। यद्यपि हामीले अघि भन्यौँ खराबै भए पनि सुशीला कार्कीको नेतृत्वमा सरकार बनाएर मध्यावधि निर्वाचनमा जाने एउटा विकल्प दिएपछि यसको अहिले कहीँ न कहीँ युद्ध विराम जस्तो एउटा चाहिँ स्थगन जस्तो भएको छ। अबको विकल्प भनेको फागुन 21 गते हर हालतमा निर्वाचन गर्नुपर्दछ, त्यसबाट ताजा जनादेश आउँछ, त्यो ताजा जनादेशका आधारमा मुलुकलाई अगाडि लानुपर्छ र अलिअलि संविधान मिचिएको ट्र्याकलेस भए पनि ट्र्याकमा आउँछ भन्ने हाम्रो बुझाइ छ। यो निर्वाचनकै कुरो गर्दाखेरि अहिले पुराना दलहरूप्रति नागरिकहरूको अलिकति वितृष्णता बढेको देखिन्छ। अन्तरिम सरकारको प्रधानमन्त्रीले नै यो पुराना दलका नेताहरूको चाहिँ अनुहारै हेर्न उहाँलाई चाहना छैन समेत भन्नुभयो। फागुन 21 मा चुनाव होला हुनुपर्छ। प्रधानमन्त्रीले जे भन्नुभयो त्यो सही होइन। गल्ती कमजोरीहरू छन् भने त्यहाँ आलोचना गरेर सुधार गर्न रूपान्तरण गर्नका लागि कोसिस गर्नुपर्दछ। जेनजीहरूको भनाइ पनि के होइन भने दलहरू सबैलाई निषेध गर्नुपर्छ भन्ने छैन, किनभने अनौपचारिक औपचारिक विभिन्न प्रकारका वार्ता संवादहरूमा म आफै पनि बसेको छु। उहाँहरूसँग संवाद गर्दा उहाँहरूको भनाइ के छ त भन्दाखेरि कुशासन भो सुशासन चाहियो। दलहरूमा चाहिँ कहीँ न कहीँ नेतृत्वमा र दलहरूभित्रको जनवाद र लोकतन्त्रलाई प्रभावी बनाइयोस् र अझ पछिल्लो चरण आइपुगेर त अहिले उहाँहरूको भनाइ के छ भने दलहरूभित्र जेनजी पुस्तालाई समेत नेतृत्वमा चाहिँ समावेश गरेर लगियोस् भन्ने छ। यसरी हेर्दा अब यो जेनजीहरूले उठाएको दलहरूको रूपान्तरणको मुद्दालाई चाहिँ बिस्तारै पुराना पार्टीहरूलाई निषेध गर्नुपर्छ भन्ने एउटा चाहिँ हाइज्याकवाला प्रवृत्ति प्रवेश गर्दैछ। त्यसैले दलहरू बिना लोकतन्त्र सम्भवै छैन। खालि कुन बेला कुन दल ठुलो होला सानो होला एउटा कुरा हो। अहिले भएका मूलधारका पार्टीहरू भन्दा दर्ता गरेर जेनजीहरू र नयाँ पुस्ताका नयाँ दलहरू आउलान्, तर दलहरू भनेका चाहिँ लोकतन्त्रको स्रोत हो। यदि दलहरू भएनन् भने लोकतन्त्रको आत्मा चाहिँ हत्या हुन्छ र लोकतन्त्र रहँदैन। त्यसैले लोकतन्त्रको विकल्प अहिले हामी अरू केही सोच्न सक्दैनौँ। लोकतन्त्र र गणतन्त्रको विकल्प हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेका छौँ। 7 सालदेखि लामो 70 वर्षसम्मको लामो बलिदान र सङ्घर्षका बीचबाट आएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रभित्र भएका खराबी र विकारहरूका बारेमा पर्याप्त बहस सङ्घर्ष गरेर हल गर्नुपर्छ, हटाउनु पर्दछ। दलहरूभित्र नभएको जनवाद र लोकतन्त्र जो छ त्यसलाई सुधार गरिनुपर्दछ। तर फेरि दलहरूलाई नै निषेध गर्नेतिर गइयो भने चाहिँ त्यो लोकतन्त्रको आत्मामाथि हमला हुन्छ। त्यसैले दलहरूलाई निषेध गर्न थालियो भने हामीले बुझ्नुपर्दछ कि निरङ्कुशता आउँदैछ। दलहरू काम छैनन्, दलहरू खत्तम छन् भनेर धेरै दलहरूलाई निषेध गर्ने घृणा गर्नेतिर गइयो भने के बुझ्नुपर्दछ भन्दा त्यहाँ कहीँ न कहीँ लोकतन्त्र गणतन्त्र चाहिँ अपहरणमा पर्दैछ भन्ने बुझ्नुपर्दछ। दलहरू रूपान्तरण हुनुपर्छ भन्ने कुरा जायज छ। दलहरू चाहिँ सुध्रिनुपर्छ, दलका नेताहरूमा रूपान्तरण आवश्यक छ, त्यो कुरा ठिक छ। तर फेरि यी दलहरू खारेज गर्नुपर्छ, प्रतिबन्ध गर्नुपर्छ भन्ने भने चाहिँ लोकतन्त्र मास्नुपर्छ भन्ने जस्तै कुरा हो। त्यो कुनै न कुनै रूपमा हिजो ज्ञानेन्द्र शाहले गरेका थिए, आज कुनै रूपमा आयो भनेर बुझ्नुपर्दछ। र म यहीँबाट के भन्न चाहन्छु भने दलहरूभित्र भएका कमी कमजोरीहरूलाई रूपान्तरण गर्ने, कहीँ न कहीँ दलहरूलाई चाहिँ परिष्कृत गर्ने, परिमार्जित गर्ने र आजको आवश्यकता अनुसार माथि उठाउने, तर दलहरूलाई निषेध गर्ने होइन। दलहरू बिना लोकतन्त्र र गणतन्त्रको परिकल्पना गर्न सकिँदैन। तपाईँ यो अन्तरिम सरकारले जेनजीहरूसँग आह्वान गरेको एउटा बैठकमा पनि सहभागी हुनुहुन्छ। खास गरी यो निर्वाचन सम्बन्धी उहाँहरूको माग चाहिँ के रहेछ, मुख्य उहाँहरूको एजेन्डा चाहिँ के हो? बालुवाटारमा प्रधानमन्त्रीजीले सरकार, जेनजी पुस्ताका अगुवाहरू र राजनीतिक दलका प्रतिनिधिहरू भनेर आन्तरिक संवाद भनेर बोलाइएको थियो। त्यसमा पहिलो चरण चाहिँ जेनजी पुस्ताका 14 जना अगुवाहरूले आफ्ना समूहहरूका धारणा राख्नु भएको थियो। एकजना अगुवाले प्रत्यक्ष कार्यकारी निर्वाचित नभइकन चुनावमा जान सकिँदैन र चुनाव हुँदैन भनेर राख्नु भएको थियो। बाँकी 13 जनाले चाहिँ चुनावको अहिले विकल्प छैन र दलहरू चुनावमा जानका लागि तयार हुनु पर्यो भन्ने उहाँहरूको पहिलो कुरा छ। त्यस पूर्व उहाँहरूले के कुरा स्पष्ट पार्नु भएको थियो भने हामी अहिलेको व्यवस्था र संविधानको विरुद्धमा हामीले गरेको आन्दोलन होइन। अहिलेको संविधान र अहिलेको चाहिँ व्यवस्थाको हामी पक्षमै छौँ। राजा ल्याउने या यो फ्याँक्ने या संविधान च्यात्ने कुरामा हाम्रो समर्थन हुँदैन। यही व्यवस्था र यही संविधानभित्रबाट चाहिँ थप सुधार गरिनुपर्दछ। संविधानमा केही सुधारहरू गर्नुपर्ने छ, त्यसका बारेमा छलफल गरौँ। तर यो संविधान र यो व्यवस्थाभित्रबाट दलहरूको रूपान्तरण र व्यवस्थाको सुधार भन्ने उहाँहरूको स्पष्ट माग थियो र त्यो स्पष्ट रूपमा राख्नु भएको थियो।
त्यसरी हेर्दाखेरि चाहिँ उहाँहरू अहिले छुट्टै अर्को पार्टीतिर धेरै बल गर्ने, यो संविधान फेल्ने या यो व्यवस्थै नराख्ने भन्नेतिर उहाँहरू हुनुहुन्न र उहाँहरूको कुरा त यही संविधान र यही व्यवस्थामा अझ परिष्कृत गर्ने, उन्नत बनाउने र रूपान्तरित बनाउने भन्ने मूल रूपमा उहाँहरूको दृष्टिकोण थियो त्यसमा। तर हेर्दाखेरि सरकारले चाहिँ फागुनमै चुनाव गर्छ जस्तो देखिँदैन, किनभने साना साना गतिविधिहरू पनि सरकारले सुरु गरेको छैन। जस्तै मुख्य निर्वाचन अघिदेखिको चाहिँ कुराहरू अहिलेको सरकारले गर्न सकेको छैन। सरकारले चाहिँ यो चुनाव गर्नको लागि के गर्नुपर्छ? चुनाव भएन भने त अहिलेको लोकतन्त्र खतरामा पर्ने देखिन्छ। सरकारले के गर्नुपर्छ? अब सरकार ठिकै भन्नुभयो, सरकार चाहिँ अलिअलि बाटो बिराइराखेको छ नचाहिने कामहरूतिर हात हालेर। जस्तो कि विभिन्न राष्ट्रका राजदूतहरूलाई, राष्ट्रमा पठाइएका नेपालका प्रतिनिधि राजदूतहरूलाई फिर्ता बोलाइयो। त्यो उसको अहिले कामै होइन, किनभने त्यो फिर्ता बोलाएर नयाँ नियुक्त गर्नलाई संसद छैन, संसदीय सुन्न नै भनिकन अर्को राजदूत नियुक्त गर्न पाउँदैन भन्दा अहिले बेकारको त्यतातिर हात किन हालेको, त्यो गलत काम गर्यो। अरू पनि विभिन्न कर छुट दिने कुराहरू आइराखेको छ, तपाईँले हेर्नुभयो होला, त्यो उसको कार्यक्षेत्रै होइन। संसदले विकास निर्माणका कुराहरूलाई चाहिँ पारित गर्यो। संसदले बजेट पास गर्नु भनेको त्यो एउटा कानुन हो, त्यसलाई चाहिँ प्रतिबन्ध लगाउने जस्तो काम गर्यो, एकदमै चाहिँ सुपेरियर जस्तो भएर भन्दा गर्नु पर्थ्यो के त भन्दा सुरुका दिनदेखि नै दलहरूलाई बोलाएर विश्वासमा लिने, प्रमुख निर्वाचन आयुक्त चाहिँ खाली भएको छ, प्रमुख निर्वाचन आयुक्त नियुक्त गर्ने, त्यसपछि पूर्व प्रमुख निर्वाचन आयुक्त र निर्वाचनको अनुभव हासिल गरेका चाहिँ दलहरू या निर्वाचनको अनुभव हासिल गरेका विज्ञ विशेषज्ञहरूबाट चाहिँ अनुभवहरू लिने र निर्वाचनको माइक्रो तरिकाबाट म्यानेज गर्ने। तपाईँले अघि नै भनेको जस्तो विभिन्न जिल्लाहरूका जिल्ला निर्वाचन अधिकृतहरूको खटाउने, त्यस पछाडि कहाँ के हो निर्वाचन कार्यक्रममा जाने, निर्वाचनका लागि आवश्यक पर्ने लजिस्टिक्सहरूको चाहिँ कसरी तयारी गर्ने भन्ने बारेमा चाहिँ तयारी गर्नु पर्थ्यो भन्दा यसरी सम्पूर्ण रूपमा तागत निर्वाचन केन्द्रित गर्नु पर्थ्यो। त्यो गर्न सकेको छैन। त्योभन्दा पूर्व अझ सरकारले गर्नुपर्ने भनेको जेएनजी मुभमेन्ट पछाडि घुसपेट भएर जसरी प्रहरीमाथि चाहिँ हतोत्साहित गर्ने काम भयो, त्यसपछि नेपाल प्रहरी लगायतका सुरक्षा अङ्गहरूको चाहिँ मनोबल केही कमजोर भएको छ। त्यो मनोबललाई चाहिँ माथि उकास्ने, कैदीबन्दीहरू फरार छन् र हतियारहरू लुटिएका छन्, ती सबै नियन्त्रणको दायरामा आएका छैनन्, त्यसलाई खोज्नका लागि विशेष अपरेसन सञ्चालन गर्ने, शान्ति सुरक्षाको चाहिँ वातावरण छ भनेर नागरिकलाई आश्वस्त पार्ने यता लाग्नुपर्ने हो। यसो गरेर मात्रै चुनावको वातावरण बन्थ्यो। सरकार तपाईँले भनेकै जस्तो यसमा सम्पूर्ण रूपमा डेडिकेटेड भएर लागेको छैन। हामी फेरि पनि भन्न चाहन्छौँ अझै समय छ। सरकारले सम्पूर्ण रूपमा 24 घण्टा चाहिँ यतातिर ध्यान केन्द्रित गरेर लाग्यो भने अझै फागुनमा निर्वाचन सम्भव छ। यदि फागुनमा चुनाव भएन भने संवैधानिक रूपमा फेरि अर्को प्रश्न आउँछ, किनभने संविधानले संसद विघटन भएको 6 महिनाभित्रमा चाहिँ अर्को प्रतिनिधि सभाको चाहिँ गठन गरिसक्न पर्ने कुराको परिकल्पना गरेको छ भन्दा अहिलेको सरकारलाई दिएको मुख्य जिम्मेदारी त्यही हो। यदि फागुन 21 भित्रमा चुनाव गर्न सकेन भने या त सबै राजनीतिक दल र शक्तिहरू सहमत भएर केही समय सार्न सकिन्छ। अहिले देख्नु भएको छ अब ठुला भनिएका केही पार्टीहरू सडक सङ्घर्षमा गइसक्नु भएको छ भन्दा आम सहमति पनि नजुट्ने, फागुन 21 मा चाहिँ चुनाव पनि नहुने परिस्थितिमा झन् एउटा कार्यलाग्दो र डरलाग्दो दृश्य देखिन्छ। त्यसैले सरकारले यो आफ्नो दायित्व र जिम्मेदारीबाट च्युत भएर विचलित भएर अरू काम नगरोस् र मैले भने फागुन 21 मा चुनाव पनि नगर्ने, आम राजनीतिक सहमति गरेर अर्को मिति पनि तय गर्न सक्ने परिस्थिति आउन दिनु हुँदैन। त्यो खतरा बढिराखेको छ र सरकार 21 गते भित्र नै चुनाव गर्ने गरिकन युद्ध स्तरमा काम गरोस् भन्ने हाम्रो सुझाव छ। त्यसका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट के सहयोग गर्नुपर्दछ हामीले पटक पटक सार्वजनिक रूपमा, आन्तरिक रूपमा, भित्रका बैठकहरूमा प्रधानमन्त्री र सरकारलाई भनिरहेका छौँ र तपाईँको मिडिया मार्फत पनि हामी भन्न चाहन्छौँ नेपाली कम्युनिस्ट पार्टी चुनावका लागि तयार छ। हामी सम्पूर्ण तागतका साथ चुनावमा जान तयार भइसकेका छौँ र सरकारलाई चुनावको वातावरणका लागि लागोस्, हाम्रो तर्फबाट सहयोग हुन्छ। यो भन्दा दायाँ बायाँ गर्यो भने हिजो जसरी पुराना भनिएका दलहरूलाई निर्ममतापूर्वक जेएनजी र समाजले दण्डित गर्यो, यो सरकारलाई त्योभन्दा कडा चाहिँ मूल्य पर्ने खतरा छ। त्यसैले यो कुराको विश्लेषण गरेर प्रधानमन्त्री र सरकारले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरोस्। अहिलेको चाहिँ युवाहरूको मनोभाव यसो बुझ्दाखेरि पुराना राजनीतिक दलहरूले खासै काम गरेनन् भन्ने मनोवृत्ति देखिन्छ। तपाईँ चाहिँ युवा नेता पनि हुनुहुन्छ, युवाहरूलाई सन्देश के छ? के गर्नुपर्छ युवाहरूले? अब चाहिँ पुरानो दलहरूले पनि नेपालको सुधारको लागि, यहाँको विकासको लागि नगरे त होइन, तर अहिलेको मनोभाव चाहिँ उहाँहरूको के छ भने पुरानो दलहरूले केही पनि गर्ने भन्ने देखिन्छ। अब मेरो नयाँ पुस्ता र जेएनजीलाई समेत के अपिल छ भने तपाईँहरूले धेरै राजनीतिक दलहरूका चेत खुलाइदिनु भएको छ, त्यसका लागि धन्यवादै छ।
यो एउटा धक्का जरुरी नै थियो, किनभने निकै डुङडुङती गरिकन हाम्रो कुशासन मौलाइरहेको थियो र हामीले सांसदहरूले संसद बाहिर सरकारलाई भेटेर कुरा गर्दाखेरि पनि कुनै सुनवाई नहुने जस्तो भएको थियो र एउटा कुनै न कुनै रूपको दनकता जरुरी नै थियो। खालि दुःख केमा छ भने ठुलो मानवीय क्षति भयो, ठुलो चाहिँ भौतिक क्षति भयो। राष्ट्रले चाहिँ अपूरणीय प्रकारको भनौँ न, माओवादीले 10 वर्ष जनयुद्ध गर्दाखेरि नभएको क्षति, इतिहासमै अहिलेसम्म यस्तो प्रकारले चाहिँ नभएको क्षति बिहोर्नु पर्यो, त्यसका प्रति दुःख छ। तर पनि एउटा हिसाबले जेनजीहरूले जे झकझकाए त्यसका लागि त धन्यवादै छ। तर अब पुराना पार्टीहरूले केही गरेनन् भनेर भन्नु पनि धेरै जायज र न्यायिक हुँदैन। राजतन्त्र फ्याँकियो, व्यवस्था परिवर्तन गरियो। अवस्था परिवर्तनमा चाहिँ दलहरूले अलिकति तीव्रतामा काम गर्न सकेनन्। केही भएन त म भन्दिनँ, तीव्रतामा आजका नागरिकहरूको भावना बुझेर जसरी काम गर्नु पर्थ्यो त्यो गर्न सकिएन। त्यसका पछाडि यो अहिलेको संसद र अहिलेको संविधानमा केही सीमाहरू छन्। म अहिले नै हेरौँ न त, ल अहिले नै जेनजीहरूले बनाएको प्रधानमन्त्री, गृहमन्त्री लगायतको सरकारलाई कति कडा आलोचना र चाहिँ मतलब तीखो प्रहार सुरु भइसकेको छ नि। अहिलेकै प्रधानमन्त्रीले भनेको हो 4 जना मान्छेले तयार भयो भने 4 दिनमा चकाचौध गर्न सकिन्छ भन्नुहुन्थ्यो। बाहिर बसेर भन्न जति सजिलो छ, शासन प्रशासन सञ्चालन र व्यवस्थापन गर्ने भने बडो मुस्किलको कुरा हो। त्यसैले तीव्रतामा देखिने गरिकन चाहिँ अनुभूत हुने गरिकन काम गर्ने हो भने हाम्रो अहिलेको चाहिँ संविधान र सिस्टममा केही ल्याप्सेसहरू र केही सीमाहरू छन्, त्यो सुधार गर्नुपर्छ। भनेको अहिलेको निर्वाचन प्रणालीले अस्थिरता सिर्जना गर्छ। एउटै मात्रै पार्टीले चाहिँ बहुमत प्राप्त गर्दैन, अनि दुईटा मात्रै पार्टीले पनि सरकार बनाउन सक्दैन, 5-6वटा पार्टीका टुक्रा जोड्नुपर्छ। सामान्य एउटा कुरामा चाहिँ दलहरूका कुरा मिलेनन् भने त्यो सरकार ढल्छ। त्यसो भएपछि प्रधानमन्त्री र त्यो दलले त्यो सरकार कसरी टिकाउने भनेर सारा दिमाग त्यहाँ केन्द्रित गर्नुपर्ने र सुशासनका क्षेत्रमा, उत्पादनका क्षेत्रमा र रोजगारी सृजना गर्ने क्षेत्रमा त्यसले सोच्नै पाउँदैन भन्दा। अनि त्यो प्रकारको अस्थिरतामा चाहिँ भूराजनीतिले चाहिँ खेल्छ। फेरि भूराजनीतिको आफ्नो स्वार्थले खेल्छ। त्यसो गर्दा भूराजनीतिक स्वार्थ र अस्थिरता, यो दुईटा कारणले चाहिँ सर्भिस डेलिभरी प्राप्त भएन भन्दा हामीले अब म नयाँ पुस्तालाई के अपिल गर्न चाहन्छु भने अहिले नै संसद भङ्ग भएको परिस्थितिमा संविधान संशोधनको गुन्जायस रहेन। अब यो अस्थिरता सृजना हुन नदिने गरिकन र स्थिरता कायम हुने गरिकन कुन राजनीतिक शक्तिलाई चाहिँ जिताउँदाखेरि फाइदा हुन्छ भन्ने कुरा मुद्दाका आधारमा, एजेन्डाका आधारमा र भावी दिनमा काम गर्न सक्छ भन्ने कुराका आधारमा सके तपाईहरु आफै दल बनाएर अगाडि आएर बहुमत ल्याएर चाहिँ एउटा हिसाबले शासन प्रशासनको बागडोर लिनुहोस्। होइन सिद्धान्त विचार मिलेका पार्टीहरूसँग सहमत हुन सक्नुहुन्छ, ती पार्टीहरूमा आबद्ध भएर त्यसभित्र हस्तक्षेपकारी रूपान्तरणका लागि तयार रहनुहोस्। नहुँदा अब मतदान गर्दा कमसे कम एजेन्डाका आधारमा, मुद्दाका आधारमा चाहिँ भोट हाल्ने र अस्थिरतालाई अन्त्य गर्ने गरिकन क्याम्पेनिङ गरौँ। फागुनमा त्यो चुनाव गरेर यस्तो सिनेरियोको बनाउन सकियो भने चाहिँ हामीले फेरि शासन प्रशासनमा हस्तक्षेपकारी चाहिँ वातावरण बनाउन सकिन्छ। त्यतातिर युवाहरूले अब अलिकति सकारात्मक दृष्टिकोणका साथ पस्नुपर्छ। यो पुरानो दलहरूमा, राजनीतिक दलहरूमा चाहिँ एउटै व्यक्तिले पटक पटक चाहिँ पद लिइरहने, पटक पटक चाहिँ सत्तामा पुग्ने यो चाहिँ प्रवृत्तिले गर्दाखेरि पनि अलिकति चाहिँ युवाहरूमा आक्रोश देखियो। त्यो चाहिँ जेनजी मुभमेन्टको एउटा त्यो पनि कडी हो भन्ने लाग्छ। यहाँ यसमा चाहिँ यहाँको लाग्छ ठिकै हो। नेपालको राजनीतिमा एउटा दुःख के भयो भने राजनीतिमा प्रवेश छ, अब निस्कने चाहिँ छैन, इन्ट्री छ, एक्जिट छैन। त्यो विधिले हल गर्नुपर्दछ। म एक चरणलाई सांसद भएँ, 33 महिना संसदमा चाहिँ भूमिका खेलेँ। म कति पटक सांसद हुने भन्ने कुरा मैलाई थाहा छैन र म कुन अवधि र चरणसम्म सक्रिय राजनीति गर्ने हो भन्ने कुरा मैलाई थाहा छैन। त्यसैले कि त उमेर हदले कि त कार्यकालले चाहिँ मान्छेहरूलाई सक्रिय राजनीतिबाट विदा गर्ने चाहिँ प्रचलन हुनुपर्छ। उसले सेरेमोनियल टाइपले राजनीति गर्न पाउँछ, तर यो कार्यकारी पोस्टमा चाहिँ ऊ कति पटक हुने, कति पटक सांसद हुने, कति पटक मन्त्री हुने, कति पटक प्रधानमन्त्री हुने भन्ने जस्तो कुरा चाहिँ संविधानमै हामीले व्यवस्था गरेर जे जानु पर्थ्यो त्यो गर्न नसक्दाखेरि चाहिँ बाँचुन्जेल पोस्टमा रहिरहनु पर्ने जे चाहिँ बाध्यात्मक जस्तो एउटा परिस्थिति जे छ अब त्यो राम्रो भएन। त्यसैले हामीले संविधान संशोधन गर्दाखेरि अब चाहिँ इन्ट्री र एक्जिट दुवै कुराको चाहिँ व्यवस्था गर्नुपर्दछ। अहिले एउटा असन्तुष्टि, गुनासो, आक्रोश पैदा गर्नुका पछाडि चाहिँ संविधानमा यो कुराको ल्याप्सेस छ। अब संविधान संशोधन गर्दाखेरि यो कुराको व्यवस्था गर्नुपर्छ। यो नेताहरूले चाहिँ एउटा बोल्छन् एउटा गर्छन् भन्ने एउटा प्रवृत्ति, छेपारो प्रवृत्ति भन्छ, त्यो गर्छन् नेताहरूले भन्ने छ। तपाईँमाथि पनि आरोप लाग्छ कहिले 10 वर्ष जनयुद्धमा सानै उमेरदेखि चाहिँ युद्धमा लागेर
चाहिँ अध्ययन समेत छोडेर युद्धमा लाग्नुभयो, बन्दुक बोक्नुभयो। पछि तपाईँले नै चाहिँ आफैले चाहिँ डिग्री लिएर टोपी उडाएको तस्बिर चाहिँ सामाजिक सञ्जालमा आउनुभयो। यो चाहिँ किन कन्ट्रोभर्सी किन हुन्छ नेताहरूमा भनेर पनि आरोप लगाउँछ। ठिकै हो। अब हामीले के भन्यो भने युद्धका बेलामा युद्ध प्रधान भयो। अब धेरै हामीले विद्यालय गएर पढ्ने भन्दा पनि पहिला पढ्ने वातावरण बनाउनका लागि युद्धमा जाउँ भनेर अपिल गर्यौँ नै। क्रान्तिकारीको 3 पटक जिल्ला अध्यक्ष भएँ। तत्काल त्यति बेला एसएलसी भनिन्थ्यो, अहिले एसटी भनिन्छ। एसएलसी दिन 1 हप्ता बाँकी थियो। प्रहरीले मलाई चाहिँ गिरफ्तार गर्न आएपछि भागेर म भूमिगत भएँ। सबैलाई थाहै छ, स्मरण गराएँ। भन्दा त्यति बेला हामीले हजारौँ युवाहरूलाई के भन्यौँ त भन्दाखेरि यो व्यवस्थाभित्रबाट पढेर मात्रै पनि केही हुँदैन, केही पनि हुँदैन। त्यसैले पढ्नु त पर्छ, तर यो व्यवस्था परिवर्तनमा लागौँ भनेर हामीले भन्यौँ। तर कहिले पनि पढ्नु हुँदैन भन्ने कुरा त भएन। शान्ति प्रक्रिया भयो। शान्ति प्रक्रिया आइसके पछाडि परिस्थिति बदलियो। त्यस पछाडि मैले चाहिँ एसएलसी दिएँ। त्यस पछाडि मैले चाहिँ +2 जोइन गरेँ। त्यसपछि ब्याचलर गरेँ र प्राइभेटबाट ट्युबाट प्राइभेट, अहिले त त्यो हट्यो सेमिस्टर सिस्टम लागू भएपछि ट्युबको प्राइभेटबाट राजनीतिलाई दखल नपुग्ने गरिकन मेरो आफ्नो मूल काम जे हो राजनीति थियो, सक्रिय राजनीतिलाई कमजोर नहुने गरिकन, राजनीतिलाई समेत सहयोग पुग्ने गरिकन मैले पोलिटिकल साइन्समा मास्टर डिग्री गरेँ। कतिपयले के भन्छन् भने पढ्नु पर्दैन, हिजो पढाइ मुख्य थिएन, युद्ध मुख्य थियो। र अहिले पछि राजनीतिमा शान्तिपूर्ण प्रतिस्पर्धामा आइसके पछाडि आफ्नो कामलाई असर प्रभाव नहुने गरिकन ज्ञान हासिल गरेँ। त्यो त केही बिगारिनन् मैले। त्यसैले यस्ता कुराहरूलाई चाहिँ समयले पनि परिवर्तन गर्न लाग्छ। त्यो स्वाभाविक कुरा, किनभने अब हिजो एउटा कालखण्ड थियो नि त। यदि जनयुद्ध नभएर राजा नफ्याँकिएको भए यस्तै कुरा हुन्थ्यो त। अहिले तपाईँ र म संवाद गर्न दिइन्न थियो। मान्छेहरूले ठान्छन् कि बरु राजा आनन्द हुन्छ कि जस्तो। एकचोटि हेरे हुन्छ नि, यी हाम्रो ठोकरपाका सुमिता नमिताहरूलाई के गरिएको थियो, अझ टाढा पुग्नु नि पर्दैन। शाही शासनकालमा ज्ञानेन्द्रले के गर्नु भएको थियो भन्ने कुरा त बुझ्यो भयो नि त, होइन। प्रत्येक चाहिँ मिडियाका हाउसहरूमा आर्मी राखेर सेन्सर गरिन्थ्यो। त्यहाँ पहिलो त चल्नै दिएन, चल्न दिनुपर्छ भनेर आवाज उठाउँदा सेन्सर गरियो आर्मी राखेर। भन्दा जे होस्, मैले भन्न खोजेको कुरा त्यति बेला राजतन्त्रात्मक निरङ्कुश शासन व्यवस्थाका विरुद्ध लड्नु पर्दाखेरि हामी अहिलेको जेनजीहरूको उमेर समूह, जेनजी पुस्ता त भएन अहिलेको पुस्ताको चाहिँ परिभाषा अनुसार, अहिले जेनजी उमेर समूहभित्रकै उमेर समूह भए हामी युद्धमा गएका हौँ, भाग लिएका हौँ। त्यसरी हेर्दा त्यति बेला युद्धमा जानु पनि गलत थिएन। हामीले इतिहासले दिएको एउटा जिम्मेदारी र भूमिका निर्वाह गर्यौँ। शान्ति प्रक्रियामा आएपछि समाजलाई, पार्टीलाई, कसैलाई नोक्सान नहुने गरिकन अध्ययन पनि सँगसँगै लग्यौँ, पढ्यौँ। भन्दा त्यसरी हेर्दा हामीले त अन्तर्विरोधी काम गरेनौँ कि रचनात्मक काम गऱ्यौँ भन्ने मूल्याङ्कन हुनु पर्यो नि। त्यति बेला युद्ध प्रधान थियो, पढ्न पाइँदैन थियो। म फेरि रहरले हिँड्या पनि थिइनँ नि त, बाध्यता हो। मैले भने एसएलसी दिनका लागि तयार भएर बसेको, मलाई पक्राउ गर्न आएपछि भागेको। भन्दा यसरी हेर्दा समय अनुकूल, परिस्थिति अनुकूल चाहिँ आफूलाई बदल्न पनि तयार हुनुपर्छ। यद्यपि पोजिटिभ, सकारात्मक र अरूलाई, समाजलाई ह्याम्पर नहुने गरिकन भन्ने कुरा हो। मलाई यो खासै यो विषय उठाउनु त मन थिएन। अब कुरा पनि अलिकति आइहाल्यो राजतन्त्रको बारेमा। सेप्टेम्बर 8 जुन जेनजी मुभमेन्ट भयो, सेप्टेम्बर 11 को बेलुका तपाईँले एउटा पोस्ट गर्नुभयो, मुलुक चाहिँ खतरामा छ, के राजा आउने डर थियो तपाईँहरूलाई? हो, त्यो पनि राति 10:30 पौने 11 हो। त्यति बेलासम्म कस्तो भयो भने अध्यक्ष कमरेड प्रचण्ड लगायतका नेताहरूसँग हाम्रो 6 बजे, साँझ 6 बजेसम्म सम्पर्क भइराखेको थियो। हामी निर्णायक प्रकारको वार्तामा गइराखेका छौँ र त्यहाँबाट फर्किआएपछि गरौँला भन्दा परिस्थिति कम्प्लिट ढुक्कताको स्थितिमा छ त भन्दा त्यो त जोखिमपूर्ण छ भन्ने नै थियो। त्यसपछि उहाँहरूसँगको सम्पर्क विच्छेद भयो। उहाँहरूका फोनहरू आर्मीले लग्यो, उहाँहरू वार्तामा हुनुभयो। त्यो रातभरि उहाँहरू चाहिँ संवादमा हुनुभएछ र उहाँहरूको फोन आर्मीसँग भएपछि सम्पर्क भएन। त्यसपछि घटनाक्रमहरू बुझियो। बुझ्दाखेरि दरबारमा सफा गर्न, राजदरबार सफा गर्न केही मानिसहरू गए भन्ने पनि आयो। उपत्यका बाहिरका आर्मीहरू काठमाडौँ केन्द्रित गर्न थालियो। यतापट्टिको मूल नेतृत्व हाम्रो सम्पर्क बाहिर गयो। त्यसपछि हामी पार्टी केन्द्रका केही युवा केन्द्रीय सदस्यहरूको भर्चुअल मिटिङ गरियो। भर्चुअल मिटिङ गरेर विश्लेषण गर्दा कुरा के हो भने यदि मुलुक दुर्घटनातिर गएन भने यसले धेरै केही बिग्रिँदैन, भोलि यसलाई सच्याउँला। हामीले यस्तो भएको हुनाले यो अपिल गरेका थियौँ भनेर। यदि ठुलो दुर्घटनामा जाने षड्यन्त्र रहेछ भने पक्षगमनका विरुद्ध,
राजा ल्याउने कुराका विरुद्ध, गणतन्त्र मासिने कुराका विरुद्ध त सङ्घर्ष गर्नु पर्यो। जेएनजीहरूको पनि त यो गणतन्त्र मासेर राजा ल्याउने, संविधान च्यातेर अर्को बनाउने भन्ने त थिएन। भन्दा जेएनजीहरूका र हाम्रा माग मुद्दा त सँगै थिए। भनेपछि सुशासनका लागि त हामी पनि तयारै थियौँ। भनेपछि एउटा अपिल चाहिँ अब राष्ट्रका लागि गर्नुपर्छ, हामीले गरौँ। किनभने अलर्ट हुन्छ त्यस्तो स्थितिमा। यदि कहीँ न कहीँ षड्यन्त्र भएर व्यवस्थाकै विरुद्धमा, खिलाफमा चाहिँ केही घटनाक्रमहरू अगाडि आयो भने यो अपिलले मानसिक रूपमा समाजलाई तयार पार्छ, पङ्क्तिलाई तयार पार्छ र भोलि अपिल गरेर सडकमा जानुपर्ने हुनसक्छ भन्ने एउटा विश्लेषण हामी केही युवा केन्द्रीय सदस्यहरूको बिचमा भयो र हामीले त्यसपछि स्टाटस मार्फत पङ्क्ति र समाज चाहिँ मानसिक रूपमा चाहिँ कहीँ जोखिम बढिराखेको छ भन्ने कुरामा तयार होस् भन्ने सकारात्मक भावनाका साथ हामीले भन्यौँ र भोलिपल्ट मूल नेतृत्व सम्पर्कमा आइसकेर सुशीला कार्कीलाई चाहिँ आलोचनात्मक समर्थन गरेर अगाडि जाने र तत्काललाई सेफ ल्यान्ड गर्ने भन्ने भएपछि फेरि परिस्थिति सम्हालियो भनेर हामीले अपिल गरेका छौँ। तपाईँ जिल्लाको एउटा आशालाग्दो युवा नेता पनि हुनुहुन्छ। अब जिल्लाको पनि अलिकति प्रश्न गर्नु पर्ला। 79 को निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर 1 बाट तपाईँले 30,408 मत ल्याएर चाहिँ निर्वाचित पनि हुनुभयो, सांसद बन्नुभयो। अब जिल्लाकै विकासको बारेमा केही कुरा गर्नु भने तपाईँको मतदाताले पनि, पुरै जिल्लावासीले पनि गाली गर्छन्। म जिल्लाको अलिकति कुरा गर्न चाहन्छु। तपाईँ सांसद भएर गइसकेपछि संसदमा पुग्नुभयो, संसदमा आफ्ना विचारहरू राख्नुभयो, तर जिल्लाको विकासमा चाहिँ केही पनि गर्नु भएन भन्ने आरोप छ। यो आरोप मात्रै हो कि? प्रश्नका लागि धन्यवाद। होइन, अब पुरै उथल पुथल क्रान्ति गरी त म भन्दिनँ। निर्वाचनका बेलाका म यो संसद भङ्ग भइसके पछाडि के गरेँ भनेर मैले ल्यापटप पल्टाएर हेरेँ, बोलेका भाषणहरू पनि हेरेँ, निर्वाचनका बेलामा के भनेर छु भनेर पनि हेरेँ। मैले त्यस बेला के भने, हुन त सांसदको काम भनेको कानुन निर्माण र संसदमा बहस पैरवी गर्ने हो, तर हामी कहाँ सिस्टम चाहिँ फेरि सांसदले नै विकास निर्माणको पहल गर्ने पनि भएको हुनाले म त्यो गर्छु भनेको थिएँ। त्यसैले पहिलो त संसदमा सिन्धुपाल्चोकका सानादेखि ठुला घटनाक्रमहरूलाई राष्ट्रिय आवाज र मुद्दाका रूपमा संसदभित्र बहस पैरवी गरे र मेरो के दाबी छ भने प्रतिनिधि सभामा त्यो रूपमा तल भुइँतलाका मुद्दाहरूलाई राष्ट्रिय रूपमा र राष्ट्रिय मुद्दाका रूपमा चाहिँ आवाज घन्काएँ भन्ने मेरो पहिलो दाबी छ। अर्थात् संसदलाई सिन्धुपाल्चोक र राष्ट्रका पनि मुद्दाहरूलाई भरपूर बहसको थलो प्रभावकारी रूपमा 33 महिना जति सके पहिलो पटक युवा सांसद थिएँ त्यस हिसाबले गरेँ भन्ने मेरो पहिलो दाबी छ। जहाँसम्म जिल्ला र निर्वाचन क्षेत्रको कुरा छ, मेरो त्यस बेलाका ठुल्ठुला प्रतिबद्धता के थिए भने तातो पानी नाका बन्द थियो। त्यो म हर हालतमा म एक्लैले सक्दिनँ, अग्नि सापकोटा सहित प्रचण्डहरू लगायतको चाहिँ शीर्ष नेताहरूको चाहिँ साथ मद्दत लिएर उहाँहरूको नेतृत्वमा म सक्रिय भएर पहल लिन्छु भनेको थिएँ। त्यो नाका खुलेको छ र अहिले तपाईँले हेर्नुभयो भने खासा चाहिँ पुरानो भन्दा स्तरीय बनाउँदैछन्। म यहाँ तपाईँलाई पर्यो भने भिडियो पनि देखाउँछु। मलाई हप्ता 10 दिनमा खासामा के प्रगति भइरहेको छ भनेर चिनिया साथीहरूले पठाइराख्नु भएको छ। जुरे पहिरोको पैसा चाहिँ पीडितका पैसाहरू विगत त्यति बेला 8 वर्षदेखि चाहिँ 9 वर्षदेखि चाहिँ त्यो पीडितहरूले पैसा खातामा राखेर राहत पाउन सकेका थिएन। म त्यो पैसा ल्याउन सकिनँ भने सांसदै रहन्न भनेर कडा प्रतिबद्धता गरेका थिएँ। किनभने निकै कडा ढङ्गले मलाई त्यहाँ चाहिँ प्रश्न सोधिएको पनि थियो जुरेमा जाँदाखेरि। त्यो पैसा चाहिँ कहीँ लिन नआइकन तपाईँले हेर्नुभयो भने मैले कहीँ ब्यानर राखेर खादा लाएर फोटो खिचाएर भिडियो खिचाएर पनि गरिनँ। स्थानीय सरकार र वडा अध्यक्षहरूको समेत मद्दत दिएर सबैका बैंक खाता खोलेर जिल्ला प्रशासन कार्यालयमा चाहिँ पैसा ल्याएर त्यहाँबाट सिधै मान्छे नागरिकका खातामा त्यो पैसा हाले। अरनीको राजमार्ग बनेदेखि अहिलेसम्म मनज्ञ प्रकारको पैसा थिएन। जुरेको पहिरो, विभिन्न भोटेकोसीका बाढी पहिरो गर्दाखेरि तातो पानीसम्म जाने बाटो अहिलेसम्म निकै हालत खराब छ, एकदम खराब छ अहिले पनि। र त्यो बाटोका लागि निमित्त 3 अरब पैसा चाहिँ इस्टिमेटमा आयो, प्राविधिकहरूले निकालेको 3 अरब पैसाको व्यवस्था गरेँ। र त्यो अस्तिको दिन मात्रै, हिजो छाडी अस्तिको दिन शुक्रबार मात्रै, गएको शुक्रबार मात्रै त्यसको ठेक्काको आशय पत्र, मतलब जम्मै ठेक्काको निक्लेर अब को ठेकदार हो सम्झौता गर्न आऊ भनेर निक्लेको छ। र मलाई लाग्दछ अबको 2 वर्ष जतिमा त्यो बाटो चाहिँ बारबिसीदेखि लिपिङसम्म हामी सहजतापूर्वक जान सक्छौँ। अर्को मैले के भनेको थिएँ भने ओरेन म्याग्नेसाइटलाई सञ्चालन गर्ने भनेको थियो। अब यो नयाँ सरकार आएपछि अहिले स्टप भएको छ। अघिल्लो सरकार हुँदासम्म चाहिँ त्यसलाई डिडिए गर्ने, अर्थात् त्यसको रुग्णता कति हो, त्यसलाई कसरी सञ्चालन गर्ने भन्छ त्यो डिडिए भनेको। डिडिए गर्ने भनेर चाहिँ डिडिएको प्रक्रियामा त्यो थियो र त्यसपछि सञ्चालन गर्ने भनेर पिपिपीको मोडालिटीका आधारमा ओरेन म्याग्नेसाइट सञ्चालन गर्ने भनेर हामी लगभग लास्ट चरणमा पुगेका थियौँ।
र त्यो ओरेन म्याग्नेसाइट सञ्चालन भयो भने सयौंले रोजगारी पाउँछन्, राष्ट्रले चाहिँ करोडौंको मुनाफा आर्जन गर्न सक्दछ। चाइना, कोरिया, जापान लगायतका राष्ट्रहरूको त्यसको आकर्षक बजार रहेछ त्यो चुनढुङ्गाको भन्दा त्यसलाई चाहिँ हामीले उत्खनन गरेर त्यो फ्याक्ट्री चलाउने अन्तिम चरणमा पुर्याएका थियौँ र यो अब म त्यसमा अझै पनि सांसद नभए पनि लागि नै राख्छु। अहिले मैले तत्काललाई यति कुरा भने, बाँकी जुगल हिमालको चाहिँ पर्यटन प्रवर्धन गर्छौँ भनेका थियौँ स्थानीय सरकारहरूसँग मिलेर, सुकुटे क्षेत्रको पर्यटन प्रवर्धनमा लाग्छौँ भनेका थियौँ, मुडेको आलु लगायतको चिजहरू भनेका थियौँ, स्थानीय सरकारहरूसँग जोडिएर चाहिँ कृषिलाई अलिकति आधुनिकीकरण गर्ने भनेका थियौँ, युवाहरूको स्वरोजगार रोजगारीका कुराहरूमा जान्छौँ भनेका थियौँ। 33 महिनामा कति गरे त्यसको समीक्षा गरौँ। तर यसभन्दा पूर्व रातो किताबमा हालिएको बजेटमा यति र त्यति करोड भनेर घोकेर कण्ठस्थ गरेर जे हेरेको, उहाँहरूले कति समय संसदमा प्रतिनिधित्व गर्नुभयो जनप्रतिनिधिका रूपमा, त्यसलाई एउटा बास्केटमा राखौँ। मैले 33 महिना सांसद भएर काम गरेँ प्रतिनिधि सदस्यका हैसियतले, त्यसको एउटा मूल्याङ्कन गरौँ। त्यसपछि तपाईँ हेर्नुभयो भने म सुरुदेखि युवा लक्षितै काममा गएको छु। संसदको सुरुको स्टेटमेन्ट मैले आफ्नो क्षेत्रका जनतालाई धन्यवाद, मतदातालाई धन्यवाद दिएँ र युवाको कुरा उठाएँ। रचनात्मक हिसाबले जेनजीहरूसँगै गएको छु। अहिले जेनजी भाषी स्थापित भयो। आजभन्दा 1.5 वर्ष अगाडि नै विज्ञ साथीहरूको मद्दतमा मलाई चाहिँ सुझाव दिएर त्यसका आधारमा मैले जेनजी पुस्ताका बारेमा संसदमै बोलेको थिएँ र मैले तपाईँ हेर्नुभयो भने विद्यालयमा सांसद, संसदमा विद्यार्थी भनेर एउटा रचनात्मक काम सुरु गरेर नयाँ पुस्तामा जानुपर्छ र नयाँ पुस्ताले के चाहन्छ भन्ने कुरा गरेर म दर्जनौं विद्यालयहरूमा पुगेँ। आफैले गएर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकाका बारेमा पढाएँ, उहाँहरूका मनोविज्ञानमा साक्षात्कार गरेँ। संसद भनेको के हो भन्ने देखेकै थिएनन्। इतिहासमा पहिलो पटक सिन्धुपाल्चोकका सामुदायिक विद्यालयका विद्यार्थीहरूले संसदमा गएर संसदीय अभ्यासको जीवन्त अवलोकन गर्नुभयो। सभामुख, उपसभामुख र अरू सांसदहरूसँग फोटो खिच्नुभयो। त्यो फोटोहरू मैले उहाँहरूका घर घरमा पठाइदिएँ, साक्षात्कार गरेँ। भन्दा पढ्ने भने किताब मात्रै घोक्ने होइन नि त, शासन प्रशासन पनि हेर्ने हो नि भन्दा यसरी हेर्नुभयो भने म तल गएँ। अरू कैयन ग्रामीण प्रदेश सरकारहरूसँग समन्वय गरेर चाहिँ विकास निर्माण कति गरियो भन्ने पर बजेट वार्षिक रूपमा कति बजेट ल्याइयो त्यो हामी भोलि सार्वजनिक गरौँ न। मैले प्रत्येक साल हामी सांसदहरूले के गर्यौँ वर्षभरि भन्ने कुराको एउटा अडिट गर्नका निमित्त तपाईहरु पत्रकार साथीहरू मात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गरेका छौँ जिल्लामा भन्दा यसरी हेर्दा म के भन्छु भने मैले उत्पातै गरे त्यसो भन्दिनँ। यहाँ केन्द्रीय रूपमा जे सीमा बाधा व्यवधानहरू थिए त्यसको असर प्रभाव हामीलाई नै परेको छ। तर विगतका जनप्रतिनिधिहरूले भन्दा भिन्न ढङ्गले पहल कदमी लिएर ठोस तातो पानी नाका, ओरेन म्याग्नेसाइट, जुरे पीडित, अरूको सडक बाटा पूर्वाधार लगायतका कुराहरू, त्यसपछि विद्यालय शिक्षाको चाहिँ सुधार गर्ने, नयाँ पुस्तामा जाने र कृषिमा स्थानीय सरकारहरूसँग जोडिएर चाहिँ नयाँ ढङ्गले काम गर्ने भनेर पर्यटन क्षेत्र भनेर जे कमिटमेन्टहरू गरिएको थियो त्यसको प्रारम्भ सुरुवात गरिएको थियो। यसलाई निरन्तरतामा लान बल्ल मैले भने आधा कार्यकाल थियो। आधा कार्यकालमा जाँदा म आवश्यकता पर्दा तयारी गरी पनि राखेको छु। 33 महिना पूर्वाधार क्षेत्र के गरेँ, मानवीय चाहिँ विकास सूचाङ्कका निमित्त मैले के गरेँ, अरू स्थानीय सरकारसँग साझेदारी गरेर के गरेँ, राष्ट्रिय रूपमा के भूमिका खेलेँ, अन्तर्राष्ट्रिय फोरमहरूमा राष्ट्रका लागि के योगदान गरेँ भन्ने कुराको एउटा डिटेलमा मैले 33 महिना गरेको कुराको अहिले म वर्कआउट गरिराखेको छु। त्यो सार्वजनिक गर्छु। तर मैले भने कैयौँ रुग्न रहेका विकास निर्माणहरूलाई उद्धार गरेको छु। कतिसम्म विचित्र थियो भने खाडीचौरबाट लामोसाङ्गु जिरी खण्डको सडकको पुलको ठेका निकालेको रहेछ। पारिपट्टि चाहिँ मुआब्जाको व्यवस्था रहन्छ, वारिपट्टि जीप बनाइसकेको छ। त्यस्तो रुग्न प्रकारका चाहिँ प्रोजेक्टहरू पनि रहेछन्। हामी बनेर बसेका चाहिँ आयोजनाहरू, पूर्वाधारका क्षेत्रका आयोजनाहरू, मूलतः सडक र पुलहरू, तिनलाई उद्धार गर्ने कुरामा चाहिँ मैले भूमिका खेलेँ। तपाईँ त्यही हेर्नुभयो भने अब हामी अहिले कन्ट्र्याक्टर खोजिराखेका छौँ। खाडीचौरको त्यही पुलको कुरा गर्नुभयो भने त्यसको मुआब्जा समेत ल्याइयो, जबकि अहिले राज्यले मुआब्जा दिने भन्ने कुरा असम्भव जस्तो कुरा त्यो छोडिएको एउटा मैले उदाहरण भनेको। अरू थुप्रै पनि छन्। उतापट्टि सुनकोशीमा गएर दुस्कुन पिस्करका साथीहरूले पिछली ढङ्गले भन्छन्। बारबिसे खोर्सानी बारीमा जाँदाखेरि साथी खोल्साको पुलको कुरा छ। अरू तपाईँ हेर्नुभयो भने म सांसद भएपछि विपदै विपद हो। बाढी पहिरो आयो, तातो पानी नाका खोल्न त, तर वर्षै साल पुल बगायो। एउटै वर्ष तीनवटा बेली ब्रिज ल्याएर अर्को चाहिँ 1.5 महिनाका बिचमा चाहिँ तातो पानीसम्मको बाटालाई सहजतापूर्वक सहजीकरण गरी सञ्चालन गर्नका लागि कोअर्डिनेसन र नेतृत्वको काम मैले गरेँ। यसरी हेर्दा मलाई लाग्छ विगतमा भूमिका निर्वाह गरेका चाहिँ जनप्रतिनिधिहरूले कति समय काम गर्नुभयो, मैले 33 महिना काम गर्दाखेरि के कुरा भयो मजाले तुलोमा राखेर सार्वजनिक अडिट गर्ने भए पनि गरौँ र म त्यसका लागि तयारी छु। हामीले तपाईँले संसदमा बोलिरहेको हेर्दाखेरि पनि सिन्धुपाल्चोकको बारेमा निकै नै
तपाईँले विषय उठान गर्नुभएको छ र तपाईँले अहिले भनिरहँदाखेरि काम पनि थुप्रै गर्नुभएको छ। तर स्थानीय एकदमै तल्लो लेभलसम्म चाहिँ तपाईँले गरेको कामहरू किन पुग्न सकेन, के को ल्याक भयो, सञ्चार चाहिँ किन हुन्छ? त्यसको ठिकै भन्नुभयो, म अहिले पनि समीक्षा गरिराखेको छु। अब कतिपय साथीहरूले एउटा काम गर्छन् 100 प्रचार गर्छन्, हामीले 100 काम गर्दा नि 1 प्रचार गर्न सकेका छैनौँ। त्यतातिर अलिकति केही पुगेन कि के कुराको कमी भयो भन्ने कुरा मैले पनि समीक्षा गर्नुपर्दछ। मैले अघि नै भने म एउटा गृह कार्य गरिराखेको छु। साना मजौला सबै प्रकृतिका मैले पूर्वाधारका क्षेत्रमा के काम गरेँ, मानव विकास सूचाङ्कका निमित्त मैले के योगदान गरेँ, राष्ट्रिय रूपमा के भूमिका खेलेँ, राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय फोरमहरूमा समेत गएर मैले राष्ट्रका लागि देशका लागि चाहिँ शिर उच्चो हुने गरिकन चाहिँ काम गरेको छु। खास गरिकन जलवायु परिवर्तन क्लाइमेट चेन्जको इस्युलाई लिएर मैले साउथ एसियन मतलब सर्कलमा फोरममा बसेर काम गरेँ, UN फोरममा गएर काम गरेँ भन्दा यी सबै कुराहरूको एउटा फेरिस्ता चाहिँ अलिक व्यवस्थित रूपमा म भरे भोलि नै एउटा आफ्नो तयारी पुरा भएपछि सार्वजनिक गर्छु। त्यसमा तपाईँहरूले पनि जनताको समक्ष निर्वाचन क्षेत्र समक्ष पुर्याइदिन मद्दत गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ। यो हाम्रो जिल्लाका नेताहरूलाई अथवा नेताहरूले नै नेताहरूलाई लगाउने आरोप चाहिँ के हो भने यहाँ चाहिँ मुख्य गरी चाहिँ तत्कालीन माओवादी केन्द्रका नेताहरूलाई के आरोप लाग्छ भने उहाँहरूले चाहिँ क्रसरबाट पैसा उठाउँछन् होइन, व्यापारीहरूबाट पैसा उठाउँछन्, हाइड्रो पावरबाट पैसा उठाउँछन्, गुन्डागर्दी गर्छन्। यसमा चाहिँ माओवादीको तत्कालीन माओवादी केन्द्रका नेताहरूको बढी संलग्न छ भनेर यही जिल्लाका नेताहरूले आरोप लगाउँदै आएको छन्। के यो आरोप मात्रै हो कि संलग्न हुनुहुन्छ? अब हाम्रो पार्टीको तर्फबाट तत्कालीन माओवादी केन्द्र अहिले नेपाली कम्युनिस्ट पार्टी भएका छौँ। एउटा चाहिँ कुरा कस्तो छ भने मैले तपाईँलाई भएका नभएका चाहिँ आरोप प्रत्यारोप लगाएर तपाईँलाई नराम्रो बनाउने, हामी माओवादी केन्द्रमा तत्कालीन स्थितिमा भएका युवा नेताहरू का कैयौँ सीमा कमजोरी होलान्, म त्यो कुरा स्वीकार्छु, त्यसमा छलफल गर्न। तर यस्ता प्रकारका जे आरोप लगाइया छ नि, एउटा मात्रै केही त्यस्तो प्रमाण हामी कसैका बारेमा आओस्, मेरो मात्र होइन हामी हाम्रो टिमकै बारेमा आओस्, मजाले सार्वजनिक रूपमा छलफल गर्न तयार छु। तर के कुरा साँचो हो भने स्थानीय सामग्रीहरूको या स्थानीय प्राकृतिक स्रोत साधनहरूको चाहिँ जुन ढङ्गले मतलब औद्योगिकरण गरिन्छ, स्थानीयहरूले त्यसको लाभ प्राप्त गर्नु पर्यो नि। यहीँका निर्माण व्यवसायीले काम गर्न पाउँछन् भने तिनले काम किन नगर्ने? सायद त्यही होला। मैले एउटा तलको चाहिँ 9 विषयको हाइड्रो पावरको बारेमा मैले सार्वजनिक सुनाएको फोरममै के भनेको थिएँ भने यहाँका कन्ट्र्याक्टरले काम गर्न सक्छन् भने यहीँकालाई दिनुपर्छ, यहाँकाले गर्न नसक्ने काम हो भने मात्रै बाहिर बल्ल उनले गर्छ, कन्ट्र्याक्टरलाई ठेक्का दिनु पर्यो। र दक्ष कामदार छन् भने यहीँकाले काम पाउनु पर्यो। त्यसपछि यहाँका विकास निर्माणका बारेमा सोचिनु पर्यो, चाहे हाइड्रो पावरको होस्, चाहे क्रसरको होस्, चाहे अरू कुनै उद्योगको होस्। हामीले बहस पैरवी गरेको कुरा के हो भने स्थानीय जनताले पनि यी आयोजना परियोजनाहरू निर्माण भइसके पछाडि त्यसको लाभ प्रत्यक्ष रूपमा स्थानीयले पाउनुपर्छ भनेर ज्यादा वकालत गरे। यहाँभन्दा अगाडि त कुरा कस्तो थियो भने भित्रभित्रै सेटिङ फेटिङ गरेर के गरिन्थ्यो होला। हामीले अहिले गरेको कुरा पारदर्शी ढङ्गले ठेक्कापट्टा वितरण गरे पनि, स्थानीय चाहिँ मतलब जनसरकारका मुद्दाहरूमा चाहिँ आर्थिक सहायता गरे पनि, यी जम्मै कुरा चाहिँ स्थानीयले नै पाउनुपर्छ। निर्माण गर्नेहरू पनि नाफा कमाउन आएका हुन्, मुनाफा खान आएका हुन्, उनीहरूलाई घाटा हुनुपर्छ त्यसो भनिनु हुँदैन। उनीहरूले मुनाफा प्राप्त गरून्, तर लगानीकर्ताहरूले मुनाफा पाउँदै गर्दा स्थानीय साधन स्रोत परिचालन गर्दा स्थानीयले के पाउने त? क्रसरलाई, हाइड्रो पावरलाई या अरू कुनै उद्योगहरूलाई हामीले भनेको कुरा त्यो हो। त्यसको मात्रै कुरा होइन, सुकुटे क्षेत्रका कैयौँ रिसोर्टहरूलाई हामीले भनेको कुरा तरकारी तपाईँहरू पहिला वरपरका किसानको किन्नुहोस्, पुगेन भने मात्रै बल्ल कालीमाटीबाट ल्याउनुहोस्। तपाईँहरूले यहाँ बनाएको रिसोर्टको तरकारी चाहिँ कालीमाटीबाट आउनु भने कालीमाटीमा इन्डियाबाट आउने, अनि तपाईँहरूले कालीमाटीबाट ल्याउने भने यहाँका किसानलाई यो रिसोर्ट हुनु र नहुनुको के फाइदा भयो भनेर हामीले चाहे रिसोर्ट भन्नुहोस्, चाहे हाइड्रो पावर भन्नुहोस्, चाहे क्रसर भन्नुहोस्, हामीले यो सार्वजनिक रूपमा अपिल गऱ्यौँ र पहल पनि गऱ्यौँ। त्यो हेर्नुहोस् तपाईँ सबैतिर यहाँ हाइड्रो पावरहरूबाट, क्रसरहरूबाट, रिसोर्टहरूबाट हामीले स्कुललाई, स्वास्थ्य चौकीलाई मेन पावर राखिदिनु भनेका छौँ। अरू बाटोघाटा पुल पुलेसा बनाउनका लागि सहजीकरण गरेका छौँ। स्थानीय कन्ट्र्याक्टर र स्थानीय मेन पावरलाई रोजगारीका निमित्त चाहिँ पहल गरेका छौँ भन्दा त्यसो गर्दा कहीँ न कहीँ त्यसलाई चाहिँ फेरि अनाधिकृत प्रकारका सम्झौता भए या के गरे कि भनेर मान्छेलाई कसैलाई आशंका छ भने त्यो बारेमा कसले कहाँ प्रमाणसहित ल्याउन तयार हुनुहुन्छ बसेर छलफल गर्न हामी तयार छौँ। बाँकी संस्थागत रूपमा कहिलेकाहीँ भेला सम्मेलनहरू कार्यक्रमहरू गर्दा चन्दाहरू मागियो होला, त्यो पारदर्शी ढङ्गले हाम्रा नेपालका पार्टीहरू चल्ने चन्दाले नै हुन्। पार्टीभित्र नै चन्दा लिएर कहिले आमसभा गर्दा, कहिले सम्मेलन गर्दा, कहिले जब समर्चाका भेलाहरू गर्दा
त्यहाँ कहीँ न कहीँ थोर बहुत चन्दा दिनुहोस् भनेर भनियो होला। तर बाँकी व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि नाजायज ढङ्गबाट कहीँबाट हामीले आर्थिक उपार्जन गरेको कसैले प्रमाण ल्याउँछ भने त्यो सबै गर्न नि तयार छ। अर्को पनि प्रश्न गर्छन् हामीलाई होइन, विरोध गर्ने पार्टीका साथीहरूले कहाँबाट गाडी चढ्छस्, कहाँबाट दाल भात खान्छस्, कसरी काठमाडौँमा घर बनाउँछस्, के गर्छस् भनेर। म एकदम तपाईँ मार्फत, अहिले धेरै लामो त होइन, म तपाईँ मार्फत संसदमा गएको सांसद सम्पत्ति विवरण बुझाउने पहिलो सांसद हुँ म। सुरुको वर्षको साल नै मेरो कति आम्दानी हो, कहाँबाट आउँछ, के छ, कम्पनी छ कि छैन, बिजनेस के गरेको छु, सबै मैले त्यो सम्पत्ति विवरण सार्वजनिक नगरे पनि हुने हो। सम्पत्ति विवरण खामबन्दी गरेर संसदको सुविधा शाखामा बुझाइदिने हो, त्यो खामबन्दी भएर बसिरहेको छ। तर मैले के भने म सम्पत्ति विवरण सार्वजनिक गरिदिन्छु भनेर सम्पत्ति विवरण बुझाउने पनि सार्वजनिक गर्ने पनि म पहिलो सांसद हो। संसद सचिवालयमा गएर हेऱ्यो भने छ नि त्यो, र चाहिन्छ भने म तपाईँलाई ई कपी नै दिन्छु नि अहिले पछिल्लो आर्थिक वर्ष मैले के बुझाएँ भन्ने कुरा। यसरी हेर्दा हामी जतिका युवाहरूले, मैले अहिले के ठान्दछु भने यो राजनीति नगरेर बिजनेस मात्रै गरेको भए हामी यतिको मात्रै आर्थिक धरातलमा हुन्थ्यौँ होला त, हाम्रो आफ्नो क्षमताले। र मेरो त म भन्न चाहन्छु मेरो पुर्ख्यौली ब्याकग्राउन्ड के हो त्यो समेत हेरेर कुरा गरौँ न। काठमाडौँमा एउटा घर थियो, त्यो चुनावपछि मैले त्यसलाई बेचेँ, त्यो मैले बनाएको होइन, मेरो बुवाले बनाएको हो, मेरो पुर्ख्यौली सम्पत्ति हो। यहीँ चाहिँ मतलब बलेफी गाउँपालिकाको 2 नम्बर वडामा भएको खेत बेचेर लिएर गएर घडेरी चाहिँ पहिले किनेको थियो, त्यहाँ हामीले घर बनाएको हो। त्यो घर बरु मैले चुनावपछि बेचेँ नै, अहिले पछि फेरि हामीले बैंक, राष्ट्रिय वाणिज्य ब्याङ्कबाट लोन थापेर चाहिँ घर बनाउन थालेको। भन्दा लोन लिएर घरै बनाउन नहुने, अब मतलब यातायातका साधन नै नचढिकन कसरी पुगिन्छ। सामाजिक रूपमा हाम्रा बारेमा प्रश्न उठ्नु ठिक छ, र तर यसलाई हामी प्रश्न पार्न पनि चाहन्छौँ कि हामी कहीँ न कहीँ पारदर्शी ढङ्गले उद्यमै गरेर, पेसा व्यवसाय नै गरेर, पारदर्शी तरिकाबाट नै उद्यम पेसा व्यवसाय गरेर नै आफ्नो जिन्दगीलाई चलाइराखेका छौँ। र यो हेर्न आए पनि हुन्छ, परिवारका अरू सदस्य रोजगारीमा छन्, जागिरमा छन्, हामी एक्लै पनि छैनौँ नि भन्दा यो सबै हेर्न चाहने हो भने यसका बारेमा ल सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताहरूलाई एउटै मञ्चमा राखेर सार्वजनिक रूपमा कुन कुन कम्पनी छन्, कसरी कसरी जीविकोपार्जन गरेछ, कति सम्पत्ति छ भनेर हेरौँ। सबैलाई त्यसरी आउन तयार हुन् न त, म चाहिँ तयार छु। लगभग अब हामी यो छलफलको कुराकानीको अन्तिम चरणमा गइछौँ। यो तपाईँले भन्न त अघि नै भनिसक्नुभयो, जिल्लाको धेरै चाहिँ विषयवस्तु, राजनीतिदेखि धेरै विषयवस्तु, विकासको कुराहरू पनि भयो। अब यो जिल्लालाई, यो चाहिँ काठमाडौँबाट, राजधानीबाट नजिकै भयो भने अलिकति बत्ती मुनिको चाहिँ अँध्यारो जस्तो देखियो। यसलाई चाहिँ विकास गर्नको लागि, यसलाई अझ राम्रो बनाउनको लागि तपाईँको योजनाहरू के? पहिलो त मैले प्रयत्न गरेँ, त्यो सफल हुन सकेन। भनेको यहाँका दल र जनप्रतिनिधिहरूका बिचमा एकरूप बुझाइ हुनुपर्दछ। 12वटा स्थानीय तह छन्, 12वटाका आफ्नै अलग अलग विशेषता, महत्त्व, पहिचान र साधन स्रोतहरू छन्। त्यसको हामीले पहिचान गर्नुपर्दछ। त्यसमा सांसदको, जनप्रतिनिधिको भूमिकामा रहेकाहरूले गर्ने समन्वयकारी भूमिका हो, समन्वयकारी भूमिका हो। र तपाईँले भनेको जस्तो एउटा युवा सांसद हुनुको नाताले खास गरिकन आन्तरिक पर्यटनलाई प्रवर्धन गर्दाखेरि चाहिँ आय आर्जन स्वरोजगारलाई भत्तै बढाउन सकिन्छ। र त्यो आन्तरिक पर्यटनलाई चाहिँ स्थानीय कृषि उपजहरूको उत्पादनलाई वृद्धि गरेर बढाउनु पर्दछ र त्यो जोड्नुपर्छ त्यससँग। मैले अघि नै भने नि, यहाँ पर्यटक भित्राउने तर कालीमाटीबाटै तरकारी ल्याउने, यहाँ पर्यटक भित्राउने तर काठमाडौँ डेरीको दुध र दही पनिर ल्याउने, त्यसले त बढाउँदैन नि। भन्दा साना तर चाहिँ एकदम स्थानीय कृषि उपजहरूको चाहिँ बजारलाई व्यवस्थित गर्न सक्यो भने किसानहरू हतोत्साहित हुनुबाट चाहिँ बिस्तारै उत्साहित हुन्छन्। र त्यस पछाडि अहिले बिस्तारै गाउँबाट सहर जाने, गाउँ रित्तिने, गाउँमा युवाहरू नहुने, बिस्तारै चाहिँ मान्छेहरू कमजोर हुने जे स्थिति छन्, यसलाई रोक्नुपर्छ। पहिला यो रोक्नका निमित्त सामूहिक प्रतिबद्धताको खाँचो छ। त्यसैले पूर्वाधार विकासलाई पनि निरन्तरता दिने, तर मानव विकास सूचाङ्क र आय आर्जन स्वरोजगार रोजगारीका लागि चाहिँ हामीले ज्यादा प्रभावकारी ढङ्गले काम गर्नुपर्छ भन्ने मेरो बुझाइ छ। र त्यस ढङ्गले मैले भने मैले प्रतिनिधित्व गरेँ निर्वाचन क्षेत्र मुडेतिर जाँदाखेरि आलु तरकारीहरूको कुरा, यही नगरपालिका चौतारा साँचो गढी नगरपालिकामा एउटा कोल्ड स्टोर बनेको छ। अब यो चौतारा, जुगल, बलेफी यतातिर उत्पादन भएका कृषि सामग्री चाहिँ बजार मूल्य नभएको बेलामा स्टोरमा राख्ने, बजारको भाउ आएको बेला निकाल्ने भयो भने त्यसलाई एउटा समृद्धिको आधार बनाउन सकिन्छ। भन्दा यसरी हेर्दा जसको जे छ, अहिले जुगल हिमाल, के अरे जुगल गाउँपालिकाको कुरा गर्दा उसका हाइड्रो पावरहरू र जुगल हिमाल छ। कृषि, शिक्षा, आय आर्जन स्वरोजगार बढाउनुपर्छ। यो क्षेत्रमा सांसदको हिसाबले काम गर्दा र अहिले त एउटा राजनीतिज्ञको हिसाबले काम गर्दाखेरि चाहिँ समन्वयकारी साधन स्रोतहरू ल्याउने र ठाउँमा हाम्रा जहाँ जहाँ चाहिँ बोली वचनहरू बिग्छन् त्यहाँ हामीले पढ्ने हुन्छ। हामी अब यो समयको पाबन्दीले गर्दा पनि यो कुराकानीलाई छट्याउँदैछौँ। यो कुराको बिट मार्नुभन्दा अगाडि चाहिँ यो चाहिँ मेरो प्रश्न हो र समग्र
चाहिँ सञ्चार माध्यमको प्रश्न पनि हो भन्ने लाग्छ। भारतमा चाहिँ गोदी मिडिया जस्तै गरी नेपालमा पनि चाहिँ नेताहरूले आफ्नो आफ्नो एउटा पत्रकार बोकेर हिँड्ने र अरू मिडियालाई वास्ता नगर्ने र आफ्नो मात्रै प्रचार गर्ने यो प्रचलन बढिरहेको छ भन्ने त्यो गुनासो हुन्छ। हामीलाई पनि त्यो लाग्छ कहिलेकाहीँ। यो चाहिँ के हो त? मलाई त अर्को आरोप पनि छ, सबैले आफ्नो एउटा मिडिया चलाउँछन्, तैँले चाहिँ कुनै पनि चलाइनस् भन्ने छ मलाई अर्को आरोप होइन। अघि तपाईँले पनि भन्नुभयो यत्रो काम गर्नु भएर छ प्रचारै भएको छैन भनेर होइन। अब मैले छुट्टै पर्सनल मिडिया बनाएको छैन, मैले आफैले र मेरो सचिवालयले चाहिँ बेला बेलामा भिडियो क्लिप्सहरू बनाएर स्टेटसहरू बनाएर हामीले अपलोड गर्ने गरेका छौँ। अब सम्पर्कमा आज तपाईँसँग भेट भयो, तपाईँलाई अन्तर्वार्ता दिएँ, त्यसरी हेर्दा तपाईँ नै मेरो जस्तो बनाइदिन्छन् बाहिर भाष्य फेरि। तर मैले तपाईँलाई गएर केही छैन, यति झन्डै 45 मिनट जति बसेर बातचित मात्रै गरेको छु। तर खास गरी पत्रकार महासङ्घ छ, तपाईँहरू अरू पत्रकारहरू हुनुहुन्छ, पत्रकारिता क्षेत्रका छाता सङ्गठनहरूलाई बलियो बनाउने, साधन स्रोतहरूलाई त्यहाँ केन्द्रित गर्ने र मिडियाहरूको आफ्नो चाहिँ सक्रियताका आधारमा एउटा नर्म्स बनाएर साधन स्रोतहरूलाई चाहिँ न्यायोचित वितरण गर्ने र व्यवस्थापन गर्ने कुराको कमी भएको छ। सिन्धुपाल्चोकमै पनि अघि हामीले भनेका जस्ता विभिन्न अब जस्तो यही ठिक छ, मेरो कमजोरी भयो होला, स्थानीयहरूलाई चाहिँ स्वास्थ्य चौकीमा मान्छे राख्दे, स्कुलमा टिचर राख्दे, कुलो खन्दे, यो बाटो बनाइदिए, सिडी बनाइदिए भन्ने सँगसँगै ल पत्रकार महासङ्घलाई चाहिँ अलिकति पैसा दिए भनेनौँ हामीले। पत्रकार महासङ्घले लौ न यसो भनिदिए भनेको छैन भन्दा त्यही तातो पानी भन्सारमै गएर त्यो भन्सारले पनि 17% यहाँको पत्रकारहरूको वृद्धि विकासका निमित्त केही सोचोस्, राज्यको चौथो अङ्ग हो भन्ने हिसाबले हामीले गरिदिने पारदर्शी ढङ्गले छाता सङ्गठनहरूमै रिसोर्सहरू ल्याइदिने गर्दै नगरे भनौँ भने पत्रकार महासङ्घ पत्रकार साथीहरूले नै सुरुवात गर्नुभएको हो। तर त्यसलाई निरन्तर अपरेसन गर्ने, मर्मसम्भार गर्ने, सुधार गर्ने काममा भन्छुन गरी त राखेको छ। तर यसलाई दिनानुदिन जो सञ्चार क्षेत्रहरू सञ्चालन गर्ने जे जटिलता छ नि, त्यसलाई त्यसरी लैजानका निमित्त हामीले सोच्नुपर्छ, नगरेकै भन्ने होइन। रेडियो सिन्धुलाई चट्याङले हान्यो, महिनौ थला पर्यो, हामीले विभिन्न ठाउँमा हारगुहार गऱ्यौँ, मान्छेले 50 रुपियाँ समेत पनि चन्दा दिए, त्यो त्यति लोकप्रिय भयो भन्दा यसरी हेर्दा सञ्चार माध्यमलाई हामीले गर्न त खोजेका छौँ। यो एउटा अलिकति सिस्टमाइज गर्ने हुन्छ नि, पारदर्शी ढङ्गले एउटा ठाउँमा स्रोत केन्द्रित गर्ने र तिनका ल्याकत अनुसार, तिनका आवश्यकता, तिनका मेन पावर अनुसार चाहिँ स्रोतहरूको न्यायोचित वितरण गरिदिने एउटा मापदण्ड बनाउनु पनि त्यता ध्यान गएको छैन। आगामी दिनमा छलफल त्यता लैजाउँ। हस्, अब यहाँले वर्तमान राजनीतिक दृष्टिकोण र विभिन्न विषयमा चाहिँ सौहार्दपूर्ण वातावरणमा हामी कुराकानी गऱ्यौँ, छलफल गरिदियौँ। यहाँलाई धेरै धेरै धन्यवाद। आशा छ अब चाहिँ अहिले बनेको नेपाली कम्युनिस्ट पार्टीले नेपालको राजनीतिक, सांस्कृतिक र नयाँ सोचमा चाहिँ सकारात्मक योगदान दियोस्। यहाँको सकारात्मक योगदानले जिल्लाको विकास सँगसँगै नेपाललाई समृद्ध बनाउन पनि चाहिँ बनाउनेतर्फ डोर्याओस्। यहाँलाई शुभकामना सँगसँगै हामी छुट्टिन्छौँ। हस्, नमस्कार, धन्यवाद।